तु कृतमोहमदान्धकारं नाशं हि तदुदयते विवेक। भाग्योदयेन बहुजन्म समर्जितेन, एक जन्म समर्जितेन नास्ति बहुजन्म समर्जितेन भाग्यम। बहुत बहुत जन्म को भाग्य सञ्चित भएपछि मात्र कथामा एक क्षणको लागि बस्न पाइन्छ। हजुरहरू सोच्नुहोस्, 1 घण्टा 1.5 घण्टा 2 घण्टा बस्नु हुँदैछ भने हजुरहरूको कति कति कोटी भाग्य होला। तर ध्यान दिनु, जति ठुलो पद त्यति ठुलो जिम्मेदारी हुन्छ। गाउँको प्रधानको प्रोटोकल अर्कै हुन्छ, देशको राष्ट्रपतिको अर्कै हुन्छ। सेम हुन्छ? हुँदैन नि, अलग अलग हुन्छ। यस्तै प्रकारले हामी विशेष गरी ध्यान दिनुपर्छ। जसले तिलक, कण्ठी, माला, स्वरूप धारण गरेर बसेका छन् उहाँहरूले विशेष ध्यान दिनुपर्छ। साधारण व्यक्तिले होइन, साधारण व्यक्तिको त ऊ सुधार गर्नु आएको, तर जसको तिलक छ, कण्ठी छ, स्वरूप छ उहाँहरूले विशेष आफूमा ध्यान दिनुपर्छ। उहाँहरूको आचरण हेरेर नै वन्दे महापुरुष ते चरणारविन्दम। महापुरुषको महत पुरुषेन गथस्स पन्था भनेर गीतामा भनेको छ। जस्तो जस्तो श्रेष्ठ जनहरूले गर्छ त्यस्तै त्यस्तै अनुगतहरूले गर्दै जान्छन्। यसै कारणले माताजीले सबै स्पष्ट गरिसक्नु भएको छ र अधिक समय नलिँदै हजुरहरू सारभूत सम्झिनु। सबको सार, सबको निचोड। भगवान राम जब 14 वर्ष वनवास गरेर आउनुभयो नि, प्रजालाई उपदेश दिन उभिनु भयो। वाल्मीकिमा प्रमाण आउँछ। तब भगवान रामले एउटा बात भन्नुहुन्छ, ध्यान दिएर सुन्नु, बडो कामको बात छ। श्रूयताम धर्म सर्वस्व विधिवच्चैव वधार्यताम आत्मान प्रतिकूलानि परेशान न समाचरेत। आत्मान प्रतिकूलानि, जो तपाईलाई आफूमाथि गरेको मन पर्दैन। कसैले गाली दिएको मन पर्छ, कसैलाई यहाँ कोही छ गाली मन पराउनेहरू हुन्छ नै। कति असुरहरू त आजकल गाली नै मन पराउँछन्। कसैलाई गाली दिएको मन पर्छ? पर्दैन। कसैले कुटेको मन पर्छ? मन पर्दैन। अरूलाई चाहिँ गर्छौँ कि गर्दैनौँ? सब धर्मको सार हो। आत्मान प्रतिकूलानि, जो मलाई गरेको मन पर्दैन, परेशान न सम आचरेत, अरूसित पनि त्यस्तो आचरण हामीले गर्नु हुँदैन। ठिक छ? यो चाहिँ सिकेर जानु। यत्रो 5 दिन लाउनु, 7 दिन लाउनु, सबै कुरो कसैलाई याद हुँदैन। यति चाहिँ याद राख्नु, जो आफूलाई हामी गर्दैनौँ त्यो अरूमाथि नगरौँ। र अधिक समय नलिँदै, अब हामीसित समयको धेरै अभाव छ, स्वल्प समय छ। अनन्त शास्त्र बहुलाश्च विद्या अल्पश्च काल। समय कम्ती छ र सबको सार भगवत भजन र एकपल्ट भगवानको नाम स्मरण गर्दै आजको बानीलाई विश्राम गर्ने। श्री वृन्दावन बिहारी लाल की।